साथीहरू, आज म यहाँ समक्ष केही कुरा सेयर गर्न चाहन्छु। म पेसाले शिक्षक हुँ। विगत 15-20 वर्षदेखि नै म शिक्षण पेसामा आबद्ध छु। यस अवधिमा यस बिचमा मैले थुप्रै विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ अध्यापन गराएँ, शिक्षण गराएँ र सबै विद्यार्थीहरूको नजरमा म चाहिँ अति नै राम्रो छु, एकदम चाहिँ फेभरेट छु मैले भन्दिनँ। 100मा 80% विद्यार्थीको नजरमा म पक्कै पनि राम्रो छु, यो भन्न सक्छु मैले। आज बिहानको कुरा हो, म चाहिँ क्लासमा पढाउन भनेर गएँ। पढाउन भनेर गइसके पछाडि अब पढाउन सुरु गर्नभन्दा अगाडि बच्चाहरूलाई केही कुरा भनेर मात्र मैले चाहिँ पढाउन सुरु गर्छु। यो मेरो आदत नै बनेको छ। क्लास साइलेन्ट भयो। त्यही अवधिमा चाहिँ एकजना नानीले चाहिँ जुरुक्क उठेर, म्याम, हजुरलाई मैले एउटा चाहिँ मेरै हातले मेरै मेहनतले उब्जाएको केही खानेकुरा अलिकति उपहार ल्याइदिएछु म्याडम भनिन्। अनि लिएर अनि त्यसपछि खुइ उठेर आएर मेरो हातमा थमाइदिने, यसरी दिइनँ होइन। यसरी दिइसकेपछि मलाई कति अप्ठ्यारो लाग्यो। के हो नानु भने, होइन म्याम केही नै होइन, हजुरले लिनु, हजुरले लैजानु, जसरी नै लैजानु, प्लिज लैजानु भनिन्। अनि त्यसपछि मैले भने, यसरी हुन्न नानु, के हो यो म लिन सक्दिनँ भने। एकदमै उसले चाहिँ यति रिक्वेस्ट गरिन् कि मैले उसको त्यो रिक्वेस्टलाई, उसको अनुरोधलाई मैले चाहिँ नकार्न सकिनँ, अपमान गर्न सकिनँ। ल हेर्नुहोस् है, त्यो कारणले मैले हातमा लिएँ। हातमा लिइसकेपछि यसरी छाम्दाखेरि माथि के खस्रो खस्रो थियो होइन। त्यो खस्रो चाहिँ पक्कै पनि चामल रहेछ। हेर्नुहोस् है, तलको मैले के हो भन्ने अन्दाज लाउनै अड्कल गर्नै सकिनँ। अनि त्यसपछि उसलाई मैले भने, नानी, म तिमीले भन्छौ हजुरको कुराबाट प्रभावित भएँ, यस्तो भएँ उस्तो भएँ भन्छौ। मेरो कुराबाट यदि प्रभावित भएको हो भने मैले पढाएका विद्यार्थीहरू मेरो सब्जेक्टमा अथवा अन्य सब्जेक्टमा पनि राम्रो अङ्क लिएर आएर तिमीहरू सफल भयौ। तिमीहरूको सफलता नै मेरो के हो त भन्दाखेरि सबैभन्दा ठुलो उपहार हो। त्यही उपहार देऊ मलाई, अरू केही पनि चाहिँदैन। यसरी बोकेर घरबाट केही सामानहरू बोकेर मलाई नल्याऊ, म लिँदिनँ है अबदेखि त भने। अनि हस् म्याम भने, अबदेखि त अब यसरी नल्याऊ भनेको मान भनिसकेपछि यसलाई एकदम उसले अति नै रिक्वेस्ट गरेपछि यो मैले स्वीकारेँ होइन। कसैको सम्मानलाई, इज्जतलाई, स्नेहलाई होइन, मायालाई यसरी चाहिँ अपमान गर्नु चाहिँ मेरो ब्रह्मले दिएन। त्यो कारणले गर्दाखेरि यसलाई मैले के गरेँ, स्वीकार गरेँ। के रहेछ भन्दाखेरिलाई हेर्नुहोस्, यति हेर्नुहोस् न, यता हेर्नुहोस् त, यो चामल है, यति चामल लिएर आएको। अनि त्यसपछि अदुवा, अनि त्यस्तै गरेर हेर्नु न, आफूले खानालाई राखेको होला बिचारा यो प्याज। अनि त्यसपछि मेरो हातबाट लगाएको, लिनुहोस् है म्याम भनेपछि अब मैले कसरी नलिनु, लिउँ त कसरी लिउँ, नलिउँ कसरी नलिउँ, कस्तो अप्ठ्यारो भयो। त्यो कारणले मैले चाहिँ उसले दिएको यो उपहारलाई चाहिँ मैले स्वीकार गरेँ। अब एउटा कस्तो हुन्छ भने उसलाई स्वीकार नगर्दाखेरि उसलाई एकदमै मैले अपमान गरेको उसले महसुस गर्छ भन्ने ठानेर मैले स्वीकार गरेँ। अब यस्तो आफूले पढाएका विद्यार्थीहरूले चाहिँ यसरी कक्षामै त्यत्रो साथीहरूको बिचमा आएर यसरी दिँदाखेरि मलाई कस्तो भयो, मैले त्यो अन्दाज लाउनै सक्दिनँ, अनुमान गर्नै सक्दिनँ है। अब मैले के गरेँ, अथवा यो स्वीकार गरेर एउटा विद्यार्थीले मायाले, सम्मानले, इज्जतले दिएको यो चिजलाई स्वीकार गरेर राम्रो गरेँ कि गरिनँ, हजुरहरूले चाहिँ भनिदिनु होला, प्रतिक्रिया दिनुहोला। मेरो ब्रह्मले भन्छ, मैले चाहिँ उसलाई अपमान गर्न सकिनँ। सायद मैले उसले दिएको चिजलाई मैले स्वीकार नगरेको भए उसको मन अति नै दुख्थ्यो होला, एकदम उसले आफूलाई अपमानित महसुस गर्थिन् होला। त्यो कारणले मैले लिएँ। अब हजुरहरूले के भन्नुहुन्छ, हजुरहरू भन्नुहोस्। हस्, धन्यवाद।